म कति ठुल्ठुलो यहाँ यो चाहिँ रातो हाल्यो यो चाहिँ सेतो हाले कस्तरी फलेको त लथर लटरमै कहिले खाने हो त यो ए कति नजिकै फलेको है मसी पुताको खाने त यो त ठुल्ठुलो हुन्छ बोट चाहिँ ठुलो हुन्छ उ चाहिँ फल चाहिँ त्यति राम्रो छैन हुँदैन दाना पनि ठुल्ठुलो हुन्छ होला नि हजुर दाना पनि ठुल्ठुलो हुन्छ होला नि पछि त हुन्छ यो त मोलको रसायनले गर्दा नै ठुलो भएको नि रसायनले गर्दा ठुलो भएको यहाँबाट जान्छ त अनि बाख्राले पिसाब हिँडेको यतातिर जम्मै त्यहाँ जान्छ ल आम्मामामा कस्तो रहर लाग्दो गरी फलेको के यस्तो मजा लाग्यो मलाई त कत्रो ठुलो दाना हो यो गोलो हुँदै आएको है त्यो चाहिँ अलि मसिनो रहेछ त्यतापट्टिको यो चाहिँ ठुल्ठुलो रहेछ कि यस्तो दामी लटरमै फल्यो भाइ यस्तो दामी